नमस्ते साथीहरू। आज म दुईवटा महत्त्वपूर्ण जानकारी लिएर आएको छु। एउटा आइपिओ बाँडफाँड हुने मिति सार्वजनिक भएको कम्पनीको बारेमा र अर्को नयाँ आइपिओ आउन लागेको कम्पनीको बारेमा मितिसहित म यस भिडियोमा जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। सान्वी इनर्जीको आइपिओ यही जेठ 26 गते सोमबार बाँडफाँड हुने भएको छ। यस कम्पनीको बिक्री प्रबन्धक एसबिआई मर्चेन्टका अनुसार सोमबार यस कम्पनीको आइपिओ बाँडफाँड हुनुभएको छ। यस कम्पनीले जेठ 9 गतेदेखि जेठ 13 गतेसम्म सर्वसाधारणको लागि रु 100 का दरले 24 करोड 15 लाख 30 हजार रुपियाँ बराबरको 24,15,300 किता सेयर निष्कासन गरेको थियो। यस कम्पनीको आइपिओमा 21,08,232 जनाले 2 करोड 58,90,620 किताको लागि आवेदन दिएका थिए, जुन मागभन्दा 10.71 गुणा बढी हो। यस कम्पनीको आइपिओ 2,41,530 जनाले 10 किताका दरले हात पार्ने हुँदा बाँकी रहेका 18,66,702 जना आवेदकको चाहिँ हात खाली हुने भएको छ। यसभन्दा अगाडि यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि वैशाख 5 देखि वैशाख 19 गतेसम्म 2,91,000 किता सेयर बिक्री वितरण गरी बाँडफाँड गरिसकेको छ। दोस्रो जानकारी रहेको छ नयाँ आउन लागेको आइपिओको बारेमा, जुन कम्पनी रहेको छ हिमस्टार ऊर्जा कम्पनी। यस कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेको नेपालीहरूको लागि आइपिओ निष्कासन गर्न लागेको। स्थानीय बासिन्दाको लागि जेठ 13 गतेदेखि असार 13 गतेसम्मको लागि 1 करोड 86,50,000 रुपियाँ बराबरको रु 100 का दरले 1,86,500 किता सेयर निष्कासन गर्न लागेको हो, जुन जेठ 30 गतेदेखि असार 13 गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो समयमा पुरा आवेदन परेन भने जेठ असार 29 गतेसम्म यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन्। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि यस कम्पनीले 93,25,000 रुपियाँ बराबरको रु 100 का दरले 93,250 किता सेयर निष्कासन गर्न लागेको। यस कम्पनीको आइपिओमा जेठ 30 गतेदेखि असार 13 गतेसम्म आवेदन दिन सकिनेछ।